टौमाया तमिसोलाई गीत नबुझे पनि नाच्ने मलाई एकदमै राम्रो लाग्यो। तपाईहरुलाई कस्तो लाग्यो दर्शकबिन? राम्रो, एकदमै राम्रो छ हैन दर्शकबिन? पक्कै पनि निर्देशकसँग तपाईहरु नाच्नुभयो। उहाँको नाच सँगसँगै हाम्रो उपस्थित दर्शकको संख्या बढ्दो छ। यो बढ्दो संख्याले हामीलाई यो कार्यक्रम सञ्चालन गर्नको निम्ति एक किसिमको जोश दिएको छ, एक किसिमको ऊर्जा दिइरहेको छ। दर्शकबिन तपाईहरुलाई केही कुरा भन्न मन लाग्यो, विशेष गरी तपाईहरुको लागि हो। वर्षको एक दिन तमुनुसार हाम्रो विदेशमा रहेर पनि मनाउन पाउँदा लाग्छ साह्रै राम्रो। वर्षको एक दिन त हो नि दर्शकबिन, फेरि फेरि पनि सम्झेर आइदिनु। मिठो नमिठो के छ मिठै मानी खाइदिनु। नदुखाउनु होला मन हाम्रो तपाईको गालीले, दिनु होला साथ दर्शकबिन दुई हातको तालीले। वाह 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 भन्दै भन्नुभयो तपाईहरुले। पक्कै पनि तपाईहरुले ताली बजाएर हामीलाई साथ दिनुहुन्छ, हाम्रो कलाकार साथीहरुलाई अनि हाम्रो यो सांस्कृतिक समूहलाई। दर्शकबिन अब फेरि तपाईहरुमा नृत्य पेश गर्न जाँदैछु। नृत्य गर्ने कलाकार साथीहरु हुनुहुन्छ। उहाँको नाम म भन्न चाहन्छु। हाम्रो तमु सांस्कृतिक समूहको नृत्य निर्देशक हुनुहुन्छ, तमु सांस्कृतिक परिवारको आदरणीय दाजु अर्मन गुरुङ। अर्मन दाजुको बारेमा थोरै भन्न मन लागे। पोखराको डाँफे कला मन्दिर जो पोखराको एउटा कल्चर ग्रुप हो, कल्चर एउटा सेन्टर हो। दाइले त्यहाँबाट थुप्रै कलाकारहरूको एउटा प्रतिनिधित्व गरेर एउटा लिडर भएर धेरै कलाकार साथीहरूलाई धेरै ठाउँमा आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नुभएको छ। र दाइ हाम्रो भाग्य भन्नुपर्छ अथवा के भनौँ होइन, एक हिसाबले भाग्य नै भनौँ, किनकि यति धेरै साथीहरूले उहाँको नृत्य हेर्ने अवसर पाइएको छ। अर्मन दाजु उहाँहरूलाई म यो स्टेजमा बोलाउन चाहन्छु। अर्मन तमु र उहाँलाई साथ दिँदै हुनुहुन्छ पूर्ण तमु। सुर्खेतमा बुलबुले ताला लगाइदेऊ माया भेट भयो यो साला। प्लिज जोरदार तालीले स्वागत गरौँ अर्मन गुरुङ र पूर्ण गुरुङलाई यो स्टेजमा।
पक्कै पनि आफ्नो माया छ भन्ने गीतमा अन्त्य गरेर आफ्नो नृत्य प्रस्तुत गरेर गइसक्नु भएको छ। अब फेरि तपाईँहरूमा गीत पस्कनको लागि स्टेजमा निम्त्याउन चाहन्छु। पक्कै पनि म हरेक कलाकार साथीहरूको बारेमा थोरै परिचय दिन गइरहेको छु, किनकि कलाकार भनेका राष्ट्रको मात्रै गहना होइनन् होइन, गहना मात्र होइनन्, उहाँहरू त्योभन्दा पनि ठुलो कुरा हो जस्तो मलाई लागिरहेको छ। त्यसैले अब यो स्टेजमा मैले निम्त्याउन गइरहेको कलाकार साथीको बारेमा थोरै भन्नै पर्छ जस्तो मलाई लाग्छ। यदि भनेन भने उहाँप्रति पनि अन्याय हुन्छ जस्तो मलाई लागेको छ। सुन्दर चिया बगान इलाममा जन्मेको अनि इटहरी सहरमा हुर्केको 2050 सालमा सारेगामा सिक्नु भएको श्रीदेव गुरु बालकृष्ण कार्की, जो रेडियो नेपालको खबरको गायक हुनुहुन्छ, उहाँसँग आफ्नो सारेगामा सिक्नु भएको र 2063 सालमा मुस्कानभित्र रोदन मेरो कहिल्यै देखेनौ, हृदयभित्र जलेको व्यथा त्यो पनि बुझेनौ भन्ने गीत रेकर्ड गराए। अहिलेसम्म 7 गीतहरू रेकर्ड गरिसक्नु भएको छ र चाँडै पक्कै पनि हामी आशा गरौँ उहाँको एल्बम यो बजारमा आउँदैछ। उहाँ हुनुहुन्छ विक्रम धमला। त्यसैले विक्रम धमलालाई जोरदार तालीले यो स्टेजमा स्वागत गरेर उपस्थित दर्शक महानुभावहरू। जस्तो
आज एकचोटि ल नजान पनि सक्छ है। दर्शकबिन अब फेरि तपाईँहरूमा गुरुङ भाषाको नृत्य पेश गर्न चाहन्छु। गीतको बोल रहेको छ रिङ में थूने प्रेतना रोदिरी प्रीन से ना सिखर बे जुनेरी माया पिरती थेनो सिरमाती। खत्तम, फेरि समस्या पर्यो। मलाई दसैँ आउँदैन के भने गाह्रो भयो। कल्पनालाई कसरी सम्झाउने होला? माया पिरतीलाई चाहिँ शिरमा आउनुपर्छ भनेको क्या हो? पक्कै पनि अलिअलि चाहिँ बुझिन्छ नै। बल्ल अलिअलि घन्टामा घाम लाग्छ जस्तो लागिरहेको छ। पक्कै पनि यो गीतको बोललाई म नेपालीमा उठाउन चाहन्छु। मैले गाएर यहाँलाई सुनाएँ। सबैजना जम्मा भइसकेको छ रोदीमा, सबैजना गाइरहेको छ र गाउनुपर्छ एक बारको जुनीमा। अनि माया विरतीलाई जहिले पनि शिरमा राख्नुपर्छ भन्न खोजिएको छ गीतको बोलले। र यो गीतमा नृत्य गर्नको लागि